कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दरफिट गरिरहेको निवेदन दर्ता गरेर तत्काल पेशी तोक्न आदेश दिएकी छन्। प्रधान न्यायाधीश सिफारिस सम्बन्धी संवैधानिक परिषदको निर्णय विरुद्ध परेको रिट पहिले प्रशासनिक रूपमा दर्ता अस्वीकार गर्दै दरफिट गरिएको थियो। सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले अलग अलग निवेदन दिएका थिए। निवेदकहरूको अनुसार दरफिट निर्णय विरुद्ध गरिएको निवेदनमाथि कायम मुकायम प्रधान न्यायाधीश मल्लले ध्यानाकर्षणपछि निवेदन दर्ता गरी भोलिका लागि पेशी तोक्न आदेश दिएकी हुन्। आदेशमा उनले कानून अनुसार दर्ता हुन आएको निवेदन रोक्नु, न्यायमा पहुँच अवरुद्ध गर्ने र अदालतप्रतिको जनविश्वास घटाउने कार्य हुने उल्लेख गरेकी छन्। उनले मुख्य रजिस्ट्रार मार्फत जानकारी लिँदा सम्बन्धित न्यायाधीशको निर्देशनका कारण दर्ता रोकिएको भन्ने जानकारी पाएको पनि आदेशमा उल्लेख छ। साथै नेपालको संविधानको धारा 136, न्याय प्रशासन ऐन 2073 को दफा 35 र सर्वोच्च अदालत नियमावली 2074 अनुसार आवश्यक निर्देशन दिनुपर्ने अवस्था आएको भन्दै उनले निवेदन दर्ता गरी पेशी तोक्न आदेश दिएको बताइएको छ।